हामीले चाहिँ तपाईको अब पासपोर्ट बनाइदिन्छौँ, अमेरिकाले दियो चाहे चाइनाले दियो या त मानौ कि चाहिँ अस्ट्रेलिया दियो भने इट्स ओके, दिएन भने आफ्नो ठाउँको विषयवस्तु हो। तर 3 लाख चाहिँ राम्रो कि 24,000 राम्रो? सुन्नुहोस्, अब मान्छेले कम्पेरिजन गर्छ। सुन्न भाइ, अहिले दुनियाँ भनेको पुँजीको दुनियाँ छ। अहिले भनेको पुँजीको दुनियाँ हेर्नुहोस्, पुँजीको दुनियाँ छ। जोसँग पुँजी छ अहिले पुँजीको दुनियाँ छ। यो पुँजी अहिले पुँजीको दुनियाँ छ हेर भाइ। यो पुँजीको दुनियाँले मान्छेलाई के गरिदियो र चाहिँ ग्लोबल दुनियाँ छ। पुँजीको दुनियाँ पनि छ, ग्लोबल दुनियाँ छ। ग्लोबल यसले के गर्छ? ग्लोबल, यो ग्लोबल दुनियाँ छ। यो दुनियाँले, ग्लोबल दुनियाँले चाहिँ तपाईको मान्छेलाई एट्र्याक्ट गर्ने काम गरे। पुँजीले यो 3 लाखको डिफ्रेन्सेस जुन छ त्यसले चाहिँ एट्र्याक्ट गर्ने काम गर्यो र त्यो एट्र्याक्सनले के गर्ने काम गर्यो? मान्छे चाहिँ विदेशी न बाध्य भयो। हेर्नुहोस्, मान्छे विदेशी न बाध्य। दोस्रो कुरो के छ, यहाँनिर बेरोजगारीको समस्या किन छ हेर है भाइ। यो होइन, त्यो पनि म भन्दैछु। जस्तै बेरोजगारीको समस्या के छ, बहुराष्ट्रिय कम्पनीहरू छन्। सुन, ग्लोबल दुनियाँमा अहिले बहुराष्ट्रिय कम्पनीहरू छन्। एउटा देशमा कसैले फ्याक्ट्री खोलेर सस्टेन फ्याक्ट्री हुँदैन। सुन न, मेरो कुरो पहिला बुझ न भाइ, त पुरै बुझ्दैन अनि बिचमै टोकिहाल्छौ। पहिला चाहिँ कस्तो छ, जस्तै अमेरिका, भारत, चाइना, ठुल्ठुला देशका ठुल्ठुला व्यापारीहरूको एउटा समूह बन्छ र त्यसले चाहिँ तपाईको कहाँनिर चाहिँ पब्लिकको रेसिडेन्स बढी छ, घनत्व कहाँनिर छ, त्यहाँनिर गएर चाहिँ त्यसले फ्याक्ट्री खोल्छ। चाइनामा फ्याक्ट्री खोल्छ, इन्डियामा फ्याक्ट्री खोल्छ। जहाँनिर चाहिँ पिपलको जनसङ्ख्या अलिक कम छ त्यो ठाउँमा खोल्दैन। अनि जहाँनिर चाहिँ जस्तै नेपालको देशको कुनै राष्ट्रिय पुँजीपति वर्गले फ्याक्ट्री खोल्यो भने उसको लागत यदि चाहिँ समान उत्पादनमा 10 रुपैयाँ छ भने बहुराष्ट्रिय कम्पनीले त्यहाँनिर चाहिँ त्यो ठाउँमा, त्यो टेरिटरीमा, त्यो ठाउँमा चाहिँ 6 रुपैयाँमा सामान उपलब्ध गराइदिन्छ। अनि 10 रुपैयाँ लागत भएको ठाउँको चाहिँ चिज उसले 6 रुपैयाँमा दिएपछि मान्छेले 6 रुपैयाँमा किन्छ कि 10 रुपैयाँमा किन्छ?